फेरि हेर्नु न मैले चाँदीको औँठी किनेको आज होइन छोइला बफ छोइला है बफ छोइला मगाएको रेडी भएर चाहिँ यहाँ तोरी बारीमा चाहिँ होइन रिल्स बनाउनु आएको थियौँ कि यो झन् अस्ति कस्तो राम्रो थियो एउटा के भयो प्रब्लम भइदियो कि नेटै चलेन हो अनि के गर्नु भन्नुभयो सेभ पनि गरेर लेख्न गाना अब हामी गएको बजार रिल भयो नि एउटा बनाएको थियौँ बिचमा कुकुर आइदियो फेरि हो कुकुरले डिस्टर्ब गरिहाल्यो मैले अस्ति नै इच्छा छ मलाई कति धेरै यहाँ बनाम भने होइन साडी लगाएर कि त कुर्ता लगाएर यहाँ बनाम भनेको मान्नु भएन अब अहिले यहाँ अलिकति तोरी पहिलो छ नि त अस्ति त नि अहिले त ग्रिन भएको छ अहिले चाहिँ बनाउने अरे टिकटकी बिहाइन्ड द सिन हामी चाहिँ भिडियो बनाइसकिसक्यौँ भिडियो त बनेन होइन अनि अब अनुष्काले यस्तो गर्नु भनेको म चाहिँ यहाँ कसरी हेर्नु गाइज मम्मीहरूको टिकटक पनि बनाउनु मैले त गरिदिएको छुइनँ है भिडियो अब एकछिन नानी यहाँ भिडियो गरिँदैछ सर्ट भिडियो खोल्यो गाई ऊ बाजेहरूकै होला गाई चाहिँ यहाँ खुल्ला भएर यहाँ आयो मैले त बनाएन कि मम्मीले ए के भन्दो रहेछ बनाएर पनि बनाउनु पनि राम्रोसँग पाइनौँ है अब चाहिँ बजारको भिडियो चाहिँ गर्दैन है किनकि एकदमै प्रब्लम हुन्छ गाईले फेरि हामीलाई अनि मजा आयो है साथीहरू हामी चाहिँ यहाँ ज्वेलरी सप आएको छौँ नि त यहाँ दाइकोमा अनि यहाँ चाँदीको औँठी हेर्दैछ तता र बहिनीले अनि मैले चाहिँ एउटा सेलेक्ट गरेँ यहाँ कस्तो देख्यो कमेन्ट गरेर भनिदिनु होला है अनि एउटा चाँदीको औँठी लानु पऱ्यो भनेर चाहिँ यसले लुगा किन्छ अरे हामी चाहिँ सपिङ गर्नु आएको यहाँ आज किनभने हाम्रो चाहिँ तताको बर्थडे छ नि त पर्सिको दिन अनि त्यसको लागि आएको थियौँ तर रात परिसकिसक्यो है अनि यहाँ सुन बगानमा पनि अलिकति काम थियो 2 घन्टा भइसक्यो मेरो थिएन काम तताको थियो होइन सुनको अलिकति त्यसको काम थियो है हामी साथीमा त आएको यहाँ तर मलाई चाहिँ चाँदीको औँठी मन परेर चाहिँ एउटा लिएको नि साथीहरू बहिनीले पनि एउटा लियो चाँदीको औँठी होइन अनि यसले लियो एउटा तताले चाहिँ लिएन किनभने तताको हातमा सुहाएन काला हात भएर किन सुहाएन भने त तताको चाहिँ नङ छैन नि त हातमा है त नङ छैन मैले चाहिँ नेल एक्सटेन्सन गरिबस्छ नङ छैन अनि त्यही भएर जसको नङ छैन त्यसलाई सुहाउँदैन रहेछ मेरो चाहिँ अलिअलि नङ छ त्यही भएर सुहाएको बहिनी छ त बहिनी तेरो यसको पनि नङ छ नङ भएको भए राम्रो देख्थ्यो उसले त फेरि फ्रीमा मागेको छ हो हाँस उठेर पऱ्यो तैँले किन्दैनस् के पनि अनुष्काले चाहिँ यहाँ चस्मा किन्छु भनेर भन्दैछ अनि यहाँ चाहिँ हामीले मेन चाहिँ हाम्रो वाइट प्यान्ट थिएन नि त दुईजनाकै अनि वाइट प्यान्ट किन्यौँ है अनि यसले माई गड यो अलिक पातला पातला है यो 80 रुपियाँहरू किन्नु यो किन्दै चाहिँ यसले एउटा कहिले त्यसो गर्दैन त अन्त चटपटी बनाइदिनु न एउटा सुक्खा म त कहिले पनि त्यसो गर्दिनँ त बनाउँदा यो चाहिँ अलिकति स्मुथ आउँछ यो ए फोकेमा के अरे ब्याग पनि किन्नु पर्यो लुगा किन्दैछ यिनीहरूले यहाँबाट पनि एउटा आइटम किन्यौँ हामीले 3टा ब्याग त भइसकिसक्यो हो अनि सपिङ हुँदैछ हाम्रो बजारको भिडियो गर्दिनँ भनेर भनेको थिएँ तर पनि अब अलिअलि गर्नु मन लाग्यो है किनभने धेरै लामो भयो नि त मैले ब्लगहरू नबनाएको अनि बिचमा मन पनि लाग्दैन थियो मलाई बनाउनु अहिले चाहिँ अब अलिअलि मलाई अलिअलि बनाउनु मन लाग्छ त्यही भएर चाहिँ बनाएको नि हो स्टिल बजारमै छौँ हामी चाहिँ घर गएकै छैनौँ है यहाँ चाहिँ हामी यहाँ के किन्न आएको भन्दाखेरि चाहिँ के हो यो कस्मेटिकको
को दोकान रहेछ नि यहाँ अनि कस्तो राम्रो राम्रो पाउँछ यहाँनिर हो अनि एकदम महँगो पनि छ राम्रो पनि पाउँछ दादाले ट्राई गर्दैछ उसले के चाहिँ लाग्यो थाहा छैन गली पुरा खुट्टा दुख्यो है गली छ यसले पनि उयो किनेको थियो फाउन्डेसन किनेको थियो फेसको अलरेडी गोरी छ यो झन् गोरी भयो त्यसले झन् गोरी पनि देख्यो त कस्तो यसलाई त कस्तो गोरी देख्यो मेरो औँठी साथीहरू त्यसले देखाइदिएन चाँदीको औँठी अब सुन त किन्न सक्दैन साथीहरू चाँदीमै जानु पऱ्यो नि आज तताले बनाइदिएको तताहरूले भन्न तताहरूले बनाइदिएको अब सुन त अहिले कहाँ भाउ छुको छ साथीहरू त्यही भएर चाहिँ अब चाँदीमै हामी खुसी बस्नुपर्छ जस्तो लाग्छ है अनि अब चाँदी थुपार्नुपर्छ सुन थुपार्नु त सकिँदैन रात परिसक्यो सामानहरू पाउनै छोडिसक्छ हामी चाहिँ स्टिल घर पुगेको छैनौँ यहाँनिर आइ अब चाहिँ अलिअलि यसो पेट पूजा गर्ने भनेर चाहिँ हामी आइरहेको छौँ कता बस्नु डेन्जरसिलो भयो कि झ्यारा पिरो सुपरी खाइरहेको छु यति दामी मिठो छोइला पाउँदो रहेछ तर पिरो अब चाहिँ अब हामी घर गएको सबै सुनसान छ 8 बजी त क्लोज पनि हुँदो रहेछ ओके बाई बाई गुड नाइट